उज्यालोको नायक भने उहाँ होइन है। बरु यो धन्यवाद भारत सरकारलाई दिउँ, निजी क्षेत्रलाई दिउँ। यहाँको आम्दानी एकदम नाफाजनक छ, यति अर्ब चाहिँ आम्दानी छ भनेर दाबी गरिराखेको कुरा बाहिर मान्छेको बुझाइ एक छ, विद्वानहरूको एक छ। महालेखा भन्छ 2.5 खर्ब घाटा छ। प्रतिवेदन भने मैले भने होइन, यो फेरि महालेखाको, हजुरहरू सबैले हेर्न सक्नुहुन्छ। अनि यता प्राधिकरण नाफा छ भनिन्छ। त्यो यो होइन है, सत्यता छैन है यसमा। अझ डिडिए गरेर प्रश्न भनौँ न जनतालाई भन्ने कोसिस मात्रै गरेँ मैले। अझै पनि हिजो पनि एउटा समाचार सम्प्रेषण भएको छ, हजुरहरूले हेर्नुभयो होला। एउटा कम्पनीले काम गरेको चमेलियामा 85 करोड रुपियाँ प्राप्त गर्नुपर्ने थियो। न्यायाधिकरणले यो पैसा तिर भनेर छिनोफानो गरिदियो। नतिरेका कारणले 1.59 करोड रुपियाँ पुग्यो। ब्याज, पेनाल्टी के लाग्यो। सम्मानित अदालतले मुद्दा गएपछि सम्मानित अदालतले निर्णय गर्यो प्राधिकरणको सबै खाताहरू रोका गरेको रहेछ। मन्त्रालय बेखबर छ, मन्त्रालयमा कुनै कागजातै छैनन्। त्यो कुरा यो सरकारको 100% स्वामित्व भएको कम्पनीको प्राधिकरणको सबै कागजातहरू मन्त्रालयमा हुनुपर्छ, यो कागजात दिनुपर्छ भनेर लिखित पठाइयो।